2072 साल वैशाख 12 गते तफख्याप वगु छिद दे ठुङ्गुगुदु थुगु धियात नुमंका येलो महानगरपालिका वैशाख 12 गते भूकम्प सचेतना सम्बन्धी नसाचा पिकागुदु मेयर साहब के हो मेहनती वाले हो नसाचा पिथने तुनका येलो मंगल बजार या लाकुया प्राङ्गणे प्राकृतिक विपत्ति वैबले उद्धारियागो हलजल नाप नगर प्रहरी यानावया चुङ्गो किपात बज्या जुगुख अथे उगोहे थासे जुगु औपचारिक जाजोले गृहमन्त्री रमेश लेखक आगामी दिने प्राकृतिक विपत्ति पाखे धनजनिया क्षति तरहंक जुके मबित यदि जुसा पुनर्स्थापना नाप पुनर्निर्माण गुकथ या मागु थैगु तया दिल हामी विगतमा राष्ट्रले हामीले कस्ता खालका विपदहरू कस्ता खालका दुःखहरू पीडाहरू बेहोर्यौं भन्ने स्मरण गर्नका लागि हामी यहाँ उपस्थित भएका छौँ। खास गरेर 2072 सालमा जुन भूकम्प भयो त्यो भूकम्पले मुलुकमा जुन जनको क्षति गर्यो धनको क्षति गर्यो भौतिक संरचनाहरूको क्षति भयो त्यसले मुलुकले ठुलो पीडा बेहोर्नु पर्यो देशले ठुलो नोक्सानी बेहोर्नु पर्यो हामी त्यसको स्मरण गर्नका लागि आज उपस्थित भएका छौँ। हामी आज कुनै खुसी बाँड्नका लागि कुनै महोत्सव मनाउनका लागि उपस्थित भएको होइन पीडाको स्मरण गर्नका लागि उपस्थित भएका छौँ। म सबैभन्दा पहिला 2072 सालको भूकम्पमा ज्यान गुमाउनु हुने दिवंगत सबै मानिसका प्रति म हार्दिक श्रद्धाञ्जली व्यक्त गर्न चाहन्छु र त्यो पीडाले शोक व्यक्त भएका शोक सन्तप्त परिवारजनहरूमा मित्रहरूमा साथीभाइहरूमा गहिरो समवेदना व्यक्त गर्न चाहन्छु। जाजोले जापानिया जाइका संस्था या प्रतिनिधि येलो महानगरपालिका या मेयर चिरी बाबु महर्जन उपमेयर मञ्जली साकिब बजाचार्य न थथगु खतया दिगु ख म हार्दिक अनुरोध गर्दछु।